दर्शकबिन मलाई जीव प्रदान पारा रिना फर्स्टमा हजुर सम्पूर्ण दर्शक महानुभावलाई पुनः स्वागत गर्दछु र आज म हजुरको समक्षमा मेरो कार्यक्रम प्रतिभा परिचयमा हजुरको समक्षमा म आज मसँग साँच्चै एक असाधारण व्यक्तित्व हुनुहुन्छ जोसँग अनुभवका खजाना र उल्लेखनीय योगदानहरूको रेकर्ड कायम छ। म आज रिनक रुङदुङ निवासी डाक्टर हरिप्रसाद छेत्री सरसित यहाँ कुराकानी गर्न लागिरहेछु, जो एक प्रतिष्ठित शिक्षाविद, एक सम्मानित सेवानिवृत्त अधिकारी, एक सफल उद्यमी र एक समर्पित समाजसेवी हुनुहुन्छ र उहाँलाई आफ्नो यस कार्यक्रममा स्वागत गर्नु पाउँदा र उहाँसित केही कुराकानी गर्नु पाउँदा म आफूलाई भाग्यमानी ठानेको छु र हजुरहरूको समक्षमा म आज उहाँको सङ्घर्ष र उहाँको सफलताको केही कहानीहरू कथाहरू हजुरहरूको समक्षमा प्रत्यक्ष राख्न लागिरहेछु र आशा राख्छु तपाईँहरूले यस मेरो कार्यक्रमलाई पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ भनेर र म यस कार्यक्रममा स्वागत गर्न लागिरहेछु डाक्टर हरिप्रसाद छेत्री। नमस्कार सर, सरलाई हार्दिक स्वागत। सरलाई आज आफ्नो पेजमा है आफ्नो यस कार्यक्रममा पाउँदाखेरि म अति नै हर्षित खुसी छु है। सर, सर्वप्रथम त म हजुरलाई मेरो यस कार्यक्रममा स्वागत गर्दै हजुरको सफलताको धेरै कथाहरू हामीले पाउँछौँ है र सरले जुन चाहिँ योगदान सिक्किमको निम्ति गर्नुभएको छ त्यो अति नै उल्लेखनीय है, एकदमै असाधारण कामहरू तपाईँले गर्नुभएछ। सर, यसमा तपाईँको केही अनुभवहरू सर, तपाईँको जीवनमा तपाईँले यो जुन चाहिँ सिक्किम जस्तो एउटा हिमाली क्षेत्र सानो राज्यमा सर्वप्रथम उद्यमी क्षेत्रमा लागेर तपाईँले सिक्किममा तीनवटा महाविद्यालयहरू खोल्नु भएको छ र त्यसमा सर्वप्रथम आउँछ तपाईँको हिमालयन फार्मेसी कलेज छ। यसको प्रेरणा र यसको सोच तपाईँले कहाँबाट पाउनुभयो र त्यसका समयमा कति सजिलो भयो यो खोल्नलाई सर? हिमालयन फार्मेसी इन्स्टिट्युट भनिन्छ। यो खोलेको 1990मा, आज 35 वर्ष हुँदैछ होला। त्यति बेला सिक्किममा केही पनि फार्मेसी सम्बन्धी केही ज्ञान पनि थिएन, कसैलाई केहीको सरकार पनि थिएन। मैले खोलेको कारण चाहिँ म कलेजमा पढ्दै सम्झिन्थेँ केही एउटा त गर्नुपर्छ भनेर। मैले सोचेँ यो हाम्रो सिक्किमको नर्दन साइडमा यासा गुम्पा पाइन्थ्यो र बिजनेस गर्थे। बिजनेस त्यसको दाम धेरै नै थियो, 10,000, 15,000, 20,000। र मैले यो एकदम लाभदायी पनि हुने, योबाट अब सुरु गर्ने भनेर मैले मेडिसिनल प्लान्टहरू खोज्न थालेँ। मेडिसिनल प्लान्टहरू खोज्दाखेरि अब नेपालदेखि सुरु भएर सिक्किम, तिब्बत लगायत म्यानमारसम्म यो जङ्गल फैलिएको छ। यसमा धेरै औषधिमूलक प्लान्ट्सहरू पाइन्छ। यो प्लान्टहरूलाई मैले कसरी चाहिँ अब खोज्ने, यसलाई मैले एउटा कसरी के मार्केटिङ गर्ने कुरोमा धेरै नै काम गर्दा धेरै अनुसन्धानको कार्यहरू गरेँ। यो सजिलो छैन रहेछ, हिउँ पर्ने ठाउँमा हुने रहेछ, इत्यादि इत्यादि। त्यसलाई पनि आर्टिफिसियल ल्याब बनाएर हिउँ पर्ने बनाएर हुन्थ्यो, तर कस्टली हुने रहेछ। त्यो मैले छोडेँ र पछि मैले कुरा गर्दा, साथीहरूसँग सल्लाह गर्दा, मेरा पुराना साथीहरूसँग डिस्कसन गर्दा उहाँहरूले मेडिसिनलपट्टि नै गएको राम्रो हुन्छ जस्तो लाग्यो। मेरो सब्जेक्ट त मेडिसिन थिएन र मेडिसिनमा जानु पर्दाखेरि कसरी जाने, फार्मेसी कलेज खोलौँ, फार्मेसी भन्ने खालको एउटा विचार भयो र म यो एउटा खोल्नु आँटेँ र खोलेँ। 1990मा खोलियो, आज 35 वर्ष पुरानो भयो र यसमा फुल फ्लेज डिप्लोमा डिग्री, मास्टर डिग्री, अहिले त पिएचडी पनि छ। जति सिट हामीहरूलाई एलोट गरेको हुन्छ फार्मेसी काउन्सिल अफ इन्डियाले, त्यो सबै सिटहरू फिलअप छ। त्यसमा हाम्रो केही प्रब्लम छैन। अहिले हामीहरूले प्राइभेट कलेजहरूसँग, गभर्मेन्ट कलेजहरूसँग कम्पिटिसन गरेर क्वालिटी, डिसिप्लिन यो कुरोमै हामीले जितेका छौँ। मैले कलेजको सामनेमा लेखिदिएको छु, डोन्ट आस्क मी टु कम्प्रोमाइज अन क्वालिटी एन्ड डिसिप्लिन भनेर निवेदन राखेको छु। अनि त्यो एउटा ठुलो मेसेज भएको छ सबैलाई।
त्यो मेसेजले छात्रहरूलाई स्टुडेन्टलाई एउटा एक खालको प्रेरणा दिन्छ र उनीहरू त्यसरी बस्छन्, त्यसरी नै काम गर्छन्। कलेज विषयमा हामीलाई जानकारी दिनुभयो र सर तपाईँसित है धेरै प्रकारको कामको अनुभवहरू छ र त्यो अनुभवहरूलाई फर्केर हेर्दा सर तपाईँ अरूलाई के सिकाउन चाहनुहुन्छ? समयलाई चाहिँ सदुपयोग गर्नु पर्यो। आएको समय, प्रकृतिले दिएको समय भने पुरै त्यसलाई सदुपयोग गर्नु पर्यो। अनि यो मेरो ड्युटी होइन, म सुतेँ अब भनेर बस्नु हुँदैन। आफ्नो 7-8 घन्टा सुत्नु पर्यो, तर सधैँभरि नै बिताएर टाइम चाहिँ बिताउनु हुँदैन। म त यही भनिबस्छु सबैलाई। यसो भने उन्नति हुन्छ नै, सबैले काम गरे। म त गाउँ गर्छु, गाउँघरमा पनि देख्छु खालि पोलिटिक्सहरूमा इन्ट्रेस्ट लिएको, नाचगानमा इन्ट्रेस्ट लिएको। तर मलाई त्यो अलिकति त्योदेखि अलगै छु। म दुई घन्टा टाइम छ भने सोचेर अलिकति के गर्नु सकिन्छ, कसरी चाहिँ अलिकति डेभलप गर्न सकिन्छ सोच्छु। जस्तो उदाहरणको निम्ति नानीहरू बिहान कलेजबाट युनिफर्म लगाएर कलेज जान्छन्, आउँछन्। कलेज खुल्नु अगाडि जब गभर्मेन्ट अफ सिक्किमको यहाँ मान्छे आउनेवाला थिए, म पनि भेट्छु है। म साथीहरूलाई भन्दा 2जना पुराना साथीहरूलाई मैले निमन्त्रणा गरिरहेको थिएँ, भनिराखेको थिएँ मलाई पनि तपाईँले खबर गर्नुहोस् भनेर। खबर नभइकन यहाँहरूको कलेज बनियो। अहिले हेर्नुहोस्, म देख्छु ती नानीहरू त्यहाँबाट पास गर्छन्। ती नानीहरूले फ्युचरमा के गर्छन्, कहाँ जान्छन्? BA पास गरेर MA PhD कहाँ जान्छौ? तिमी जब ओरिएन्टेड हुनु पऱ्यो। हाम्रो चाहिँ जब हुनु पऱ्यो। कुनै पनि शिक्षा यस्तो हुनु पऱ्यो, त्यो शिक्षाबाट निस्केको सर्टिफिकेट चाहिँ ATM कार्ड जस्तो हुनु पऱ्यो। मार्केटमा लाउँदाखेरि चाहिँ पैसा आउने खालको हुनु पऱ्यो। अब त्यस्तैलाई मेरो दुःख लागिबस्छ। यसलाई मैले सोचेको पहिला नै टेक्निकल कलेज चाहिँ खोल्नु पाएदेखि सायद हुन्थ्यो भनेर खोलिएन। त्यस्तै अब मैले रिनोकमा 5वटा इन्जिनियरिङ कलेज र एउटा म्यानेजमेन्ट कलेज मसँगै खोल्छु भनेर मैले यो रुङदुङमा कति जग्गाहरू हेरेर सब कुरो गऱ्यौँ। रेडी सबै भएको थियो। त्यसमा भित्र पोलिटिक्स परिदियो। त्यसो हुँदाखेरि त्यो हुनु सकेन। त्यो हुनु पाएको भए आज साँच्चै नै CM साहबले पोलिटिकल हब बनाउनुपर्छ रिनोकलाई भन्नुभएको थियो। त्यस्तै यो एउटा पोलिटिकल हब हुने थियो, हुनु पाएन। यसमा दुःख लाग्छ, तर अब विचार नमिलेको हो अरूसँग। त्यसो भन्दा सरले जुन चाहिँ सोच राख्नु भएको थियो रिनोकको निम्ति एउटा एजुकेसन इन्स्टिट्युट है, टेक्निकल इन्स्टिट्युट खोलेर जुन प्रकारको शिक्षा दिने तपाईँको एउटा सोच थियो, त्यसलाई एउटा पोलिटिक्सले गर्दा त्यो हुन सकेन सर। त्यसले त रिनोकलाई धेरै नै लस्ट पारेछ है, ड्यामेज गर्यो। पोलिटिक्स बसेर यो कुरा हुन सकेन। यो ठुलो रिनोकको लागि क्षति हो। तर पनि सरले अहिले पनि रिनोकको लागि सोचिरहनु भएको छ, काम गरिरहनु भएको छ है। त्यसै सन्दर्भमा भनिन्छ गर्छु भनेर सोच्ने र अगाडि बढ्छु भनेर सोच्ने मान्छेलाई उमेरको कुनै पाबन्दी हुँदैन है। एउटा एज चाहिँ एउटा नम्बर मात्रै हुन्छ भन्ने पनि उहाँले प्रुभ गर्नुभएको छ। र 64 इयर्सको एजमा उहाँले PhD डिग्री हासिल गर्नुभयो। यो पनि हाम्रो निम्ति एउटा सराहनीय कुरो है, एउटा उहाँबाट सिक्नुपर्ने कुरो हो जस्तो लाग्छ। सर यो विषयमा पनि तपाईँकोबाट छोटो जान। PhD गर्नु गरेकोमा एउटा खुबी एउटा रसमय एउटा सम्झना छ। धेरै साल अगाडि सिक्किमले त होइन, जादवपुर युनिभर्सिटीले मलाई फेलिसिटेसन गर्नु बोलाएको थिए। म जादवपुर युनिभर्सिटी गएको थिएँ। अनि त्यहाँ मलाई डाक्टर SP छेत्री नामले बोलाइयो, सम्बोधन गरियो। म स्टेजमा राखेको थिएँ, भाइस च्यान्सलरसँग छेउमा थिएँ। तर मलाई कता अस्पट लाग्यो, मेरो PhD डिग्री थिएन। र मैले अब अहिले प्रोटेस्ट गरौँ कि नगरौँ भनेर सोचेँ। तर होइन, भनिहालेकै राम्रो हो, करेक्सन गर्दा उनीहरूले भुल बुझेको छन् होला भनेर मैले उद्घोषकलाई बिस्तारै भने कि म त PhD त होइन, मलाई PhD अलिकति भनेर सम्बोधन गर्नु हुँदैछ, मलाई अप्ठ्यारो लाग्दैछ
के हो कुरा भनेर मैले सोद्धाखेरि उहाँले भन्नुभयो यो फोरम जुन फोरममा अहिले छौँ पिएचडी चाहिँ मिनिमम क्वालिफिकेसन हो जसले एन्ट्री पाउँछ। तपाईँले फार्मेसीको यत्रो काम गर्नुभयो, पिएचडी नगरी गर्नुभयो, तर हामीहरूले तपाईँलाई इग्नोर गर्नु सकेनौँ तपाईँको कामलाई। तपाईँले यति रिमोट एरियामा पनि गएर फार्मेसी जस्तो डिसिप्लिनमा राम्रो कलेज चलाइदिनु भयो र यसो हुँदाखेरि हामीहरू चाहिँ तपाईँलाई अब सम्मान, हामी पिएचडी डिग्री दिन सक्दैनौँ, सम्मानमा अरूसँग एट पार होस् भनेर हामीहरूले तपाईँलाई यो तपाईँ जानेरै हामीहरूले पिएचडीको डक्टर भनेर सम्बोधन गरेको हो। किनभने डक्टर भन्ने सम्बोधन, डक्टर भन्ने डिग्री चाहिँ मिनिमम एन्ट्री के भन्नुभयो क्वालिफिकेसन हो यो प्रोग्रामको लागि। अनि त्यसो हुँदाखेरि मलाई एउटा मनमा एक खालको कस्तो लाग्यो कि पिएचडी भने चाहिँ गर्नै पर्ने रहेछ। अन्त म तल एसआरडीमा डाइरेक्टर थिएँ, पञ्चायती राज पढाउँथेँ, सिकाउँथेँ इलेक्टेड रिप्रेजेन्टेटिभहरूलाई। त्यो पहिलोपल्ट सिक्किममा भएको नामी थियो र त्यसकारण त्यो देखेर नर्थ बेङ्गल युनिभर्सिटीमा सिक्किम पञ्चायती राजमा अलिक एक दुई सेन्टेन्स बोलिदिनुहोस् न हाम्रो नानीहरूको अगाडि भन्दा म गएको थिएँ, धेरैपल्ट गएँ। जाँदाखेरि उहाँहरूले भन्नुहुन्थ्यो तपाईँले पिएचडी गरिहाल्नु पर्ने हो, तपाईँलाई पिएचडीको पोइन्ट छ मुखस्तै, तर तपाईँले गर्नुभएको छैन, गर्नुहोस्। अन्त म पनि त्यो रेफरेन्स लिएर रेजिस्ट्रार डाक्टर टिके च्याटर्जीलाई भेटेर यसो भन्दैछ प्रोफेसरहरूले त के कुरो हो भन्दा यस यु आर क्यापेबल यु गो हेड भन्नुभयो। अन्त मैले त्यति नै बेला 10 दिनको लागि नर्थ बेङ्गल युनिभर्सिटीको गेस्ट हाउस बुक गरेर 10 दिन बसेर सिनोप्सिस सबमिट गरेँ। सिनोप्सिस सबमिट गरेर मैले त्यहाँबाट फेरि थेसिस लेखेँ। थेसिस लेख्दाखेरि सिलगढीमा घरै किनेर बस्नु पऱ्यो, किन यता सिक्किममा बस्दा त साह्रो डिस्टर्ब भयो मलाई काम गर्नु। र म एउटा घरै किनेर बसेँ युनिभर्सिटी छेउमा र तयारी गरेँ र पिएचडी भयो। र पिएचडीको साह्रै अलिकति त्यसको बादमा त अब पिएचडीको बादमा त अरूलाई केही छैन। पिएचडी कसरी भयो भन्दाखेरि चाहिँ एउटा नानीहरूलाई एउटा प्रेरणा मिल्नुपर्ने हो जस्तो लाग्छ मलाई। र पिएचडीको त अरू विषयमा पनि पिएचडी सम्बन्धी धेरै कुरोहरू छ। मेरो नामको अगाडि डक्टर भनेर लेखेर मलाई बोलाउँदा नै मलाई कस्तो लाग्दैन उत्पत्ति भयो पिएचडीको। अनि अहिले त पिएचडी धेरै काममा आइरहेको छ मेरो। यो फोरममा जाँदाखेरि मलाई धेरै काम दिन्छ। एकदमै सराहनीय सर है, तपाईँले त्यो एजमा आएर पनि एउटा पिएचडी डिग्री हासिल गरेर एउटा सिक्किमको नामलाई उच्च गर्ने काम तपाईँले गर्नुभएको छ है। एउटा सम्पूर्ण जो पनि अब घरमा बसेर है मेरो एज पुगेको छ, मैले सायद यो गर्नु सक्दिनँ होला भन्नेहरूलाई तपाईँले एउटा ठुलो जवाब दिनुभएको छ जस्तो मलाई लाग्छ है सर। एजुकेसन सोसाइटी खोल्नुहुनेछ, त्यसको प्रबन्धक निर्देशक डाइरेक्टर है सर तपाईँ हुनुहुन्छ है, जसद्वारा तपाईँले डम्बरसिंह डिग्री कलेज र हर्कमाया बिएड कलेज खोलेर रिनकको धेरैजना भाइ बहिनी दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई त्यहाँनिर तपाईँले काम पनि दिइरहनु भएको छ, धेरै नानीहरूलाई त्यहाँ शिक्षा पनि दिइरहनु भएको छ र आफ्नो आमा र बुवाको नाममा त्यो कलेज खोल्नुको मुख्य उद्देश्य र त्यसको प्रेरणा चाहिँ हर्कमाया कलेज अफ एजुकेसन र डम्बरसिंह डिग्री कलेज दुईवटा मेरा पिताका नाम र आमाको नाममा राखेको हो। साथीहरूले भने एप्रुभ दिँदैन गभर्मेन्टले, मान्छेको नाममा कलेज हुनु हुँदैन कोनि के भनेर। मैले भने मैले त थुप्रो जग्गा देखेको छु आउटसाइड सिटी, किन हुँदैन, हुन्छ। तर कसैले पनि अब्जेक्सन गरेनन्, मैले गरेँ। र अब मलाई के लाग्छ भनेदेखि छेत्रीको जातमा बाबा आमा मरेको बर्खन्त वर्ष दिनमा एउटा श्राद्ध गर्ने एउटा तिथि छ। त्यो श्राद्धमा म आफै टुरिङ अफिसर भएको हुनाले कोही बेला कहाँ सिक्किमदेखि बाहिर घुमिरहँदा म पुग्दिनँ होला, म त्यहाँ त्यो श्राद्ध गर्नु सक्दिनँ होला, त्यो डिसिप्लिनमा मेन्टेन गर्नु सक्दिनँ होला। बरु आमा र बाबाको नाममा दुईवटा कलेज खोलिदिएँ भने अब आमा बाबाको श्रद्धा गर्नु, स्मरण गर्नु हो। त्यो मलाई स्मरण गर्ने थुप्रै साथीहरूले, स्टुडेन्टहरूले, टिचरहरूले सघाउँछन् होला जस्तो मेरो एउटा सानो एउटा थिङ्किङ भएर मैले
महानुभावको नाममा कलेज खोलेँ र अहिले मैले त्यो श्राद्ध गर्ने मसँग म त एकजना मात्रै छुइनँ, नाम गाएर उनीहरूको गुण गाएर उनीहरूको काम गर्ने त्यो कलेजमा पढ्नेहरू सबै नै हुन् जस्तो लाग्छ। र मैले अब समयकालमा राम्रो श्राद्ध गर्न नसके तापनि टाइमली गर्न नसके तापनि मैले खोलेर तपाईँहरूलाई अर्पण गरेँ, माता पितालाई अर्पण गरेँ भन्ने जुन मेरो एउटा भावना छ, म त्यसमा आफै नै सन्तुष्ट छु। ठुलो श्रद्धाञ्जली भइरहेको छ दिइरहनु भएको छ तपाईँले। त्यो पनि एउटा हाम्रो निम्ति एउटा प्रेरणाको स्रोत है। सरले जुन सोच आफ्नो आमा बाबाप्रति राखेर हामीलाई एउटा आमा बाबाको योगदानप्रति हामी सदैव वफादार हुनुहुन्छ, उहाँलाई सम्झिनुपर्छ भन्ने जुन चाहिँ उहाँले विचार राखेर यो कलेज त्यो पनि एउटा हाम्रो निम्ति उदाहरण है, एउटा प्रेरणाकै स्रोत हो जस्तो मलाई लाग्छ। तपाईँको जुन चाहिँ अनुभव छ, तपाईँले जुन चाहिँ आफ्नो इन्टरप्रेनर गर्नु उद्यमी पनि हुनुहुन्छ, तपाईँ सर एउटा सेवानिवृत्त अधिकारी हुनुहुन्छ र त्यसको अनुभवले चाहिँ अहिलेको जुन चाहिँ 21औं शताब्दीको नानीहरूले चाहिँ कस्तो खालको एजुकेसन लिनुपर्छ जस्तो लाग्छ? यस्तो खालको एजुकेसन लिनु पर्यो जुन एजुकेसनबाट पाएको सर्टिफिकेट चाहिँ मार्केटमा एटिएम कार्ड जस्तो गर्नु काम हुनु पर्यो। त्यस्तो भनेको टेक्निकल कुरो सिक्नु पर्यो। अब अहिले त इन्फर्मेसन टेक्नोलोजी त एकदमै अगाडि बढेर गयो, त्यो सघाउन सक्दैन हामीलाई। हामीहरूले पढ्नुपर्ने हो, नानीहरूले पढ्नुपर्ने हो यस्तो खालको डिग्री जसमा चाहिँ यस्तो खालको क्वालिफिकेसन जुन चाहिँ मार्केटमा काममा आओस्, जुन चाहिँ इस्तेमाल गर्दा जुनको नलेज इस्तेमाल गर्दा जब पाओस् अथवा जब दिनेले खोजोस्, तपाईँहरूलाई लिएर जाओस्, यस्तो विचारले सोध्नुपर्ने। मैले एक दुईपल्ट हिँडेको बजारमा प्रोग्राम हुँदा त्यहाँ पञ्चायतहरूलाई अरूहरूलाई भने मलाई 2-4जना नानीहरू भेटाइदिनुहोस् न तपाईँहरूको गाउँको कि मेरो गाउँको, म अलिकति त्यो विषयमा नानीहरूसँग बात मार्छु भनेको थियो। त्यो त्यतिकै गयो, दुईपल्ट मैले भने, दुईपल्ट त्यतिकै गयो, केही भएन। अब म विचार गर्दैछु अब कलेजतिर जाने नानीहरूलाई बोलाएर सानो ग्रुपलाई उनीहरूलाई के छ कसो छ उनीहरूको बुझेर उनीहरूलाई अलिकति प्रोत्साहन गर्ने एउटा इच्छा त छ। जति पनि नानीहरू है यो अभिभावकहरूले मेरो यो पेज हेरिनुहुन्छ, प्रोग्राम हेरिनुहुन्छ, उहाँहरूलाई म यही भन्न चाहन्छु कि उहाँ हामी समक्ष हुनुहुन्छ है र उहाँको अनुभवको हामीले कदर गरेर उहाँसित ज्ञान लिएर चाहिँ नानीहरूलाई चाहिँ कुन चाहिँ स्ट्रिम लिएर कुन बाटोमा हिँड्दा चाहिँ नानीहरूले सही मार्ग पाएर, जस्तै सरले अलि पनि भन्नुभयो एजुकेसनको अबको डिग्री यस्तो हुनुपर्छ एटिएम कार्ड जस्तो, मार्केटमा जाने साथ त्यसले चाहिँ हामीले काम पाऊँ, पैसा आर्जन हुने एउटा त्यो खालको कोर्समा चाहिँ हामी लाग्नुपर्छ भन्ने उहाँले सधैँ नै जोड दिनुभएको छ। र जति पनि अभिभावकहरू हुनुहुन्छ, नानीहरू हुनुहुन्छ इन्ट्रेस्टेड, सर हुनुहुन्छ है, सरसित कन्ट्याक्ट गरेर तपाईँ आएर उहाँको एक्सपिरियन्स लिएर चाहिँ हामी अगाडि बढ्न सक्छौँ जस्तो मलाई लाग्दैछ। उहाँ धेरैवटा क्षेत्रमा सिक्किमलाई र सिक्किमको नामलाई अगाडि पुर्याउने कार्य गर्दै आउनुभएको छ र हालै उहाँले साहित्यको क्षेत्रमा पनि आफ्नो ठुलो योगदानहरू दिएर हालै 2वटा आफ्नो किताबहरू निकाल्नु भएको छ र फर्स्ट आत्मकथा निकाल्नु भएको थियो है। र त्यसको बादमा फेरि उहाँले एउटा सिक्किमको इतिहासलाई एउटा नयाँ रूप दिएर एउटा सिक्किमलाई एउटा चिनाउने, सिक्किमको जनजातिलाई चिनाउने प्रयास गरेर उहाँले हालै द इथेनिक क्वेज अ हिस्टोरिकल स्टडी अफ नेटिभ पिपल अफ सिक्किम भनेर जुन चाहिँ पुस्तक निकाल्नु भएको छ र यसको प्रेरणा र यसको स्रोत र यो कसरी उहाँले सोचेर निकाल्नु भयो? लकडाउन सुरु हुँदाखेरि म अतालिएँ। म एक्टिभ बाहिर दुबेर काम गरिबस्ने मान्छे, छटपटे मान्छे, म अतालिएँ। अब के गर्नुपर्ने भने मैले अब बसेर पढ्नु पऱ्यो भने के पढौँ त, कुन किताब पढौँ भनेर मैले आफैलाई प्रश्न गर्दा सिक्किमको इन्फर्मेसन पाउने सबभन्दा ठुलो किताब के छ खोजेर पढ्नु पऱ्यो भने त्यो मैले खोज्दै लाँदा त्यो किताब रहेछ गेजेटर अफ सिक्किम। मैले खोजेँ 2013 सालमा 2013मा लेखिएको गेजेटर अफ सिक्किम र त्यसमा पढेँ र त्यति खालि डेभलपमेन्टको कुरो, एचिभमेन्ट गरेको कुरोहरू मात्रै थियो। तर मिसेस खरेल र मिस्टर वङचुकले एडिट गरेको प्याराग्राफ मैले त्यसमा पढ्दा चाहिँ के लेखेको थियो भने सिक्किमको इतिहास चाहिँ
अहिले 1642देखि यता चाहिँ भरिपूर्ण पाइन्छ। तर त्योभन्दा पहिलाको चाहिँ कहीँ केही पनि पाइँदैन। कसैले रिसर्चरहरूले त्योभन्दा अगाडिको खोज्नुभयो भने सिक्किमलाई फाइदा हुन्छ भन्ने सानो कुरो लेख्नु भएको थियो। मलाई त्यही लेखाइले नै सानो एक प्याराग्राफ लेखाइले नै मलाई एउटा प्रेरणा दियो र मैले सम्झेँ अब म खोज्छु नि त भनेर। अनि मैले खोज्दाखेरि चाहिँ अब कसरी खोज्नु पर्ने, के खोज्दाखेरि पाउनुपर्ने, ऱ्यान्डम एप्रोच गरेर त भएन, के गर्दा चाहिँ हुन्छ, कसरी खोज्छ। त्यस कारण मैले सोचेँ त्योभन्दा पहिला को थिए होलान्। त्योभन्दा पहिला सिमाना त पाइयो ग्रेटर सिक्किमको, तर त्योभन्दा पहिला को बस्थ्यो होलान् त्यहाँ, के हो भनेर खोज्दाखेरि, किनभने त्यो ग्रेटर सिक्किमको म्याप हेर्दाखेरि त्योभन्दा अगाडि त नेपाली नै बस्नुपर्ने अन्दाजमा पनि, किनभनेदेखि एरिया त नेपाली बसेकै छ। र त्यो खोज्दाखेरि चाहिँ मैले जातिको खोज्नु पर्यो। एक एक जाति कहिले आए, कहाँबाट आए, रीतिथिति के उनीहरूको कोट्याएँ भनेदेखि सायद म त्यसबाट केही पाउँछु होला। किन कुनै जातिले नै त त्यो बनाएको हुन्छ त्यो देश पहिला 1642देखि पहिला भनेर मैले गरेँ। त्यहाँबाट अर्को कुरो चाहिँ थुप्रो कुरो छ, जस्तो मगरजोङहरू जहाँसुकै देखिन्छ। मगरजोङ, रिनोक, पाक्योङ, कालिम्पोङ, दार्जिलिङ, खरसाङ मगरजोङ देखिन्छ। मगरहरू एउटा पनि देखिँदैन। अहिले सेन्ससमा 1000 पनि छैन मगरको पपुलेसन। तर त्यसो हुँदाखेरि यो मगर कहाँ गए त? यत्रो मगरजोङ चाहिँ छ, मगरजोङ चढ्दै मगर कहाँ गए? त्यो 1642 अगाडि चाहिँ कता हुनुपर्छ? त्यो ढुङ्गाको अहिले त्यो उनीहरूले पर्खाल लगाएर राखेको अहिलेसम्म छ। त्यसमा विषयमा पनि अलिकति अनुसन्धान गरेँ। धेरै नै हाम्रो जानकारी पाइन्थ्यो, भएको छैन अनुसन्धान। त्यो सबले गर्दाखेरि चाहिँ मैले लेख्न कोसिस गरेँ। अहिले यसमा फाइन्डिङ्स चाहिँ के छ भनेदेखि सिक्किममा 19वटा जात छन्। जातमाथि नेपाली चाहिँ एउटा के भनौँ सबैभन्दा अब माथिको कभर गर्ने एउटा कम्युनिटी हो। अरू नेपालीकोमा चाहिँ अरू 19वटा जात छन्। 19वटाको सबैलाई विवरण मैले सक्दो गरेँ, सक्दो किताबहरू खोलेँ, सबमा रेफरेन्स दिएँ। रिसर्च स्कलरले गरेको जस्तै रेफरेन्स दिएर मैले गरेँ। र यसमा चाहिँ अहिले चाहिँ हामीले के पाएका छौँ भनेदेखि 1642भन्दा अगाडि यो सानो सिक्किम होइन, ठुलो सिक्किममा को बस्थे भन्दाखेरि नेपाली बस्थे भन्ने पाइएको छ जवाब यसमा। दर्शक पनि है, तपाईँले सुनिहाल्नुभयो सिक्किमको इतिहासमा एउटा ठुलो सेवा है। सिक्किमको जति पनि जनजातिहरू छ, 19वटा जनजातिको 19वटा जातिको विचार उहाँहरू कसरी आउनुभयो, कहिले आउनुभएको थियो भन्ने सम्पूर्ण जानकारी चाहिँ उहाँले भर्खरै लेख्नुभएको पुस्तक है। उहाँको एउटा अति नै गहिलो किताब बुक है उहाँले लेख्नु रहेछ, द इथेनिक क्वेस्ट हिस्टोरिकल स्टडी अफ द नेटिभ पिपल अफ सिक्किम भनेर। र जति पनि यो विषयमा जान्नु चाहनुहुन्छ है, यो कुरालाई बुझ्नु चाहनुहुन्छ, त्यो किताबमा तपाईँले पाउनुहुन्छ है भन्ने म तपाईँलाई मैले जानकारी पनि दिएँ। र सरसित हामीले यो विषयमा धेरै जानकारी लियौँ है। र सिक्किमको इतिहासमा सरले जुन अहिले यो जुन चाहिँ उल्लेखनीय काम गर्नुभएको छ, यो एकदमै हामी आउने जेनेरेसनको लागि एकदमै ठुलो महत्त्व हुनेछ र यसले बहुत ठुलो योगदान पुर्याउनेछ हाम्रो जातिमा, हाम्रो समाजमा भन्ने जस्तो मलाई लागेको छ। र अन्तमा तपाईँको अनुभव यति बेसी धेरै है, तपाईँको कार्यक्षेत्र यति बेसी धेरैवटा क्षेत्रलाई तपाईँले समेटेर काम गरिरहनु रहेछ। र त्यही अनुभवहरूलाई बटेर अहिलेको भावी पिँढी युवा शक्तिहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? क्याच मी इफ यु क्यान। तिमीहरूले मलाई मेरो पछि आऊ, मलाई भेटौ, तिमीहरू सक्छौ भने। किन है तपाईँको एउटा जुन चाहिँ मार्गदर्शन हामीले पाइरहेका छौँ, अहिले हाम्रो समाजले पाइरहेका छौँ, त्यसलाई अप्नाएर हामी हिँड्न सक्षम बन्छौँ जस्तो मलाई लाग्छ है। दर्शकबिन, अहिले हामीले है यहाँ कुराकानी गऱ्यौँ हाम्रा रिनकका एक प्रसिद्ध व्यक्तित्व है, धेरै अनुभवका धनी, धेरै ज्ञानी व्यक्तित्वसित हामीले यसरी कुराकानी गर्नु पाएँ मैले। र हजुरहरूको समक्षमा यो कुराकानीको अनि भिडियो ल्याउनु पाएँ, म आफूलाई भाग्यमानी ठान्दछु। र सर जस्तो विद्वान व्यक्तित्व है, एउटा शिक्षाविद मानिस हामी बिच हुनुहुन्छ। र जति पनि युवा पिँढीहरू, भाइ बहिनीहरू
शिक्षामा अगाडि बढ्न चाहनुहुन्छ, समाजको लागि केही गर्नु चाहनुहुन्छ भने उहाँको दैलो यहाँ सधैँ खुल्ला छ भन्ने सरले भन्नुभएको छ है। र तपाईँहरू केही पनि समाजको निम्ति गर्नु चाहनुहुन्छ, शिक्षामा अगाडि बढ्नु चाहनुहुन्छ भने सरकोमा आएर तपाईँले सरसित सोझै सम्पर्क गर्न सक्नुहुन्छ। सर अहिले हाम्रो रिनकको रुङ्दुमा बस्नु भएको छ। उहाँ एउटा रिनकको ठुलो गहना हुनुहुन्छ, सिक्किमकै गहना हुनुहुन्छ र उहाँलाई यसरी मैले आफ्नो कार्यक्रममा पाउँदा म सौभाग्य आफूलाई ठान्दैछु। उहाँको आशीर्वाद हामी सम्पूर्णसित रहोस् र सरको सदैव सुस्वास्थ्य र दीर्घ आयुको हामी कामना गर्दै हजुर जतिले पनि यो मेरो भिडियो हेर्नुहुनेछ र उहाँहरूलाई म यही भन्न चाहन्छु कि उहाँले बोलेको अहिलेको कुराहरूलाई हामीले प्रेरणामा लियौँ र उहाँको जुन चाहिँ विचारहरू छ त्यसलाई हामीले प्रेरणामा लिएर अगाडि बढौँ भन्दै सरलाई धेरै धेरै धन्यवाद आफ्नो बहुमूल्य समय र ज्ञान हामीलाई दिनुभएको